माननीय सदस्य रुबी कुमारी, समय 3 मिनेट। सामान्य सभामुख महोदय, मध्य प्रदेशमा अहिले दहेजको कारण धेरै जनताहरू अनि महिलाहरू पीडित भइरहेछ। त्यो दहेजको कारण यति महिला पीडित भइरहेछ, त्यसको छोरी अहिलेसम्म छ, त्यसको दहेजको कारण मर्न आफैती भइरहेछ। त्यस्तो कारण छ दहेजको कारण। म सरकारलाई यस्तै अनुरोध गरिरहेको छु, दहेज त मुक्त होस्। त्यसलाई म यति अनुरोध गरिरहेको छु, दहेज मुक्त होस्। अनि युवाहरूको बेरोजगारी धेरै छ। त्यहाँ मध्य प्रदेशमा युवाहरू धेरै बेरोजगारी छ। यो युवाको रोजगारी पाओस्, त्यस्तो अनुरोध गरिरहेको छु म सरकारलाई। अनि त्यहाँ कृषिहरूको अवस्था यति गम्भीर छ। त्यो कृषिहरू सिँचाइको पानीको लागि यति अभाव छ। यो कारणको लागि किसानहरू, म पनि एउटा किसानको छोरी हो। यो सबै थोक भोगेर आएको। तर यो सबै अहिलेदेखि सरकार चेन्ज भइरहेछ, तर यो कृषिको समस्या अनि दहेज प्रथाको समस्या हल भइरहेछन्। यो सबै दुवैको समस्या हल होस्, म सरकारलाई अनुरोध गरिरहेछु। हस्, धन्यवाद।